हलो काटी मौरो साइलो को त्यो त्यस्तो गर्ने उसको चौडो हेरौं साइलो उसको चौडो हेरौं साइलो उसको चौडो अर्थात उसको चेहरा हेर्न चाहनुहुन्छ भने जानुहोस् गुल्मीको मुसिकोट नगरपालिका, जहाँ विकास कस्तो हुनुपर्छ। मुसिकोट 7 का वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरूको चेहरा हेर्नुहोस् र सोध्नुहोस् विकास कस्तो हुनुपर्छ। जुन चेहराहरूले हिजो पार्क बनाउन 50 लाख बालुवामा पानी खनाए, आज त्यही पार्क भत्काएर वडा कार्यालय ठडाउन डोजर कुदाए। कानुनी बलकै कुरा गर्नुहुन्छ भने नेपालको स्थानीय सरकार सञ्चालन ऐनले सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व स्थानीय सरकारलाई दिएको छ। त्यसको स्वरूप बिगार्ने वा मास्ने अधिकार दिएको छैन। तर हेर्नुहोस् त, गुल्मी जिल्लाकै ऐतिहासिक गौरवमय र सबैभन्दा पुरानो व्यापारिक केन्द्र हो वामी टक्सार बजार। गुल्मी, बागलुङ, रुकुम र रोल्पा जस्ता छिमेकी जिल्लाहरूलाई जोड्ने यो एउटा यस्तो साझा संगम स्थल हो जहाँ दैनिक सयौं सवारी साधन र हजारौं मानिसको आवत जावत हुन्छ। तर यो ऐतिहासिक बजार भौगोलिक रूपमा जति आर्थिक चलायमान छ, तर संरचनागत रूपमा त्यतिकै साँघुरो र संवेदनशील पनि छ। आज हामी यही संवेदनशील भूगोल र त्यहाँ भइरहेको एउटा क्रूर राजनीतिक निर्णयमाथि विमर्श गर्दैछौँ। महाविपत्ति आउँदा कहाँ जाने वामी टक्सरवासी? परिकल्पना गरौं, भोलि कुनै ठुलो भुइँचालो आयो, वामी टक्सरका घरहरू थर्किए वा कुनै भीषण आगो लागि र बाढी पहिरो जस्तो प्राकृतिक विपत्ति आइलाग्यो भने बजारवासीले ज्यान जोगाउन खुला सासमा ओतलाग्ने ठाउँ कहाँ छ? इतिहास पल्टाएर हेरौं। 2072 सालको महाभूकम्प आउँदा सदरमुकाम तमगासका हजारौं नागरिक सिद्धिचौरको खुल्ला मैदानमा जम्मा भएर ज्यान जोगाएका थिए। 2074 सालको कोभिड महामारीमा अल्पत्र परेका यस जिल्लाका मात्र नभई विभिन्न जिल्लाका मजदुर र तोर्सित नागरिकका लागि त्यही सिद्धिचौर त्राण बनेको थियो, अर्थात बास बनेको थियो। तर वामी टक्सरसँग त्यस्तो सिद्धिचौर जस्तो खुल्ला सार्वजनिक ठाउँ कहाँनिर छ? सिंहो बजारभित्र एउटा मात्रै आशाको केन्द्र थियो, त्यही पुरानो बस पार्क, जसलाई हिजो स्मार्ट पार्क बनाउने सपना देखाइएको थियो। तर आज विपदका बेला टाउको लुकाउने वामी टक्सरवासीको त्यही एकमात्र मुटु र त्यही एकमात्र घाँटीलाई सरकारी शक्तिको आडमा निमोट्ने दाउ रुचिँदैछ। हलो काटेर मौरो बनाउने नयाँ सरकारको डोजरे विकास। हिजो मुसिकोट नगरपालिकाका पूर्व मेयर सोमनाथ सापकोटाको पालामा त्यही सार्वजनिक जमिन मिच्नबाट जोगाउन र बजारवासीका लागि खुल्ला पार्क बनाउन भन्दै 50 लाख भन्दा बढीको टेन्डर आह्वान गरेर स्मार्ट पार्क बनाउन राज्यको लाखौं रकम बालुवामा पानी खनाइ चाहिँ भइसकेको छ। तर उखान टुक्कामै सीमित हुने गरी अहिलेको स्थानीय सरकारले हलो काटेर मौरो बनाउने प्रहसन सुरु गरेको छ। यसप्रति हामीले उनै पूर्व मेयर सोमनाथ सापकोटाको प्रतिक्रिया मागेका थियौं। निर्माणाधीन छ जो अधुरै छ, त्यसैमाथि गएर फेरि भत्का डोजर लगाउँदाखेरि क्षतिमाथि क्षति, हलो काटी मौरो भन्ने त भएन र? त्यसको बारेमा मेरो भन्दा पनि त्यही प्रतिनिधिहरूको टिप्पणी, सुझाव अथवा प्रतिक्रिया लिनु होला। मेरो प्रतिक्रिया यति मात्रै हो कि मैले त्यहाँ यसो स्मार्ट पार्ककै रूपमा रहँदा राम्रो हुन्छ भन्ने मेरो धारणा छ। यसमा हामीले ठ्याक्कै त मलाई याद भएन, 50-53 लाखको चाहिँ हामीले ठेक्का टेन्डर मार्फत त्यो काम गरेको हो। घाँटी निमोठिन्न र वामी टक्सरवासीको कहाँ छ सार्वजनिक ठाउँ? अब यसलाई मैले त के भन्ने हो, त्यसलाई सार्वजनिक रूपमा खुल्ला रूपमै राख्दा पनि ठिकै हुन्थ्यो भन्ने लाग्छ। अब त्यहाँको स्थानीयवासीहरूको आशय अथवा त्यहाँको स्थानीय जनप्रतिनिधिहरूको निर्णय अब के भएको छ त्यसको बारेमा म जानकार छैन होइन। मलाई सामान्य रूपमा लागेको के हो भने त्यो चाहिँ स्मार्ट पार्कको रूपमै रहँदा ठिकै हुन्थ्यो, एकपटक गए ठिकै हुन्थ्यो मात्रै होइन। वामी टक्सरवासीका लागि सार्वजनिक थलो जस्तो कुनै विपद आइलाग्यो, जम्मा हुने ठाउँ कहाँ छ, चाडपर्वमा जम्मा हुने ठाउँ कहाँ छ? तपाईँ अहिले पार्टीको कुनै एमालेको नेता बनेर कुरा नगर्नुहोस् के, सार्वजनिक थलो हेर्नुहोस् त कहाँनिर छ? खोला जाने तल गएर खोला गएर बस्ने होइन। सार्वजनिक ठाउँको निकै अभाव नै छ, त्यसलाई सार्वजनिक रूपमै रहँदा ठिक हुन्छ भन्ने मेरो पनि आशय हो तपाईँको जस्तै। तर मैले अब त्यहाँका जनप्रतिनिधिहरू, त्यहाँको समुदाय समाजले गरेको निर्णयप्रति मेरो कुनै आपत्ति छैन। तर मेरो सुझाव चाहिँ के हो भने त्यसलाई स्मार्ट पार्ककै रूपमा राख्दा राम्रो हुन्थ्यो। एउटा काम गरिसकेपछि त्यो कामलाई नबिगार्दा नै राम्रो हुन्छ भन्ने मलाई लाग्छ। भएका कामहरूलाई संरक्षण गर्दै अगाडि बढ्नुपर्ने।
त्यो निर्माणाधीन स्मार्ट पार्कलाई भत्काएर त्यहाँ मुसिकोट नगरपालिका वडा नम्बर 7 को वडा कार्यालय बनाउन डोजर चलाइँदैछ। हिजो पार्क बनाउन 50 लाख सिद्ध्याउने, आज त्यही पार्क मासेर वडा कार्यालय बनाउन फेरि करोडौंको खोला बगाउने। यो जनताले तिरेको करको सरासर दुरुपयोग र राज्यको सम्पत्तिको डकैती होइन र बहुमतको अहंकार र प्रतिपक्षको मौनता। त्यस वडाका वडा अध्यक्ष हरिहर सापकोटाको दाबी छ हामीले 500 जना भन्दा बढी वडावासीको निर्णय गराएर वडा कार्यालय बनाउन लागेका हौं। हेलो नमस्कार वडा अध्यक्षज्यू, तपाईले स्मार्ट पार्क बनिरहेको थलोमा नसकिँदै तपाईले फेरि वडा कार्यालय बनाउने भनेर डोजर चलाउँदै हुनुहुन्छ। अनि वामी टक्सर बासीको सास फेर्ने ठाउँ कहाँ हो? त्यसलाई तपाईले वडा कार्यालय बनाएपछि प्रेमजी यो प्रश्नको लागि तपाईलाई धेरै धेरै धन्यवाद छ। सामाजिक सञ्जालहरूमा चासोको विषय पनि बनेको छ र यो चासो व्यक्त गर्ने, चिन्ता व्यक्त गर्ने, यहाँको खाली ठाउँ भइयो भन्ने सबैलाई म राज्यको तर्फबाट सबैलाई मैले धन्यवाद दिन चाहन्छु। र हाम्रो यो वन स्ट्रक्चरमा खाली ठाउँहरू, सानो ठाउँहरू कमै गएको ठाउँ हो, ठाउँहरू छैनन्। र वडा कार्यालय हामीले अहिलेसम्म पालिकालाई सञ्चालन गर्दै आएको, त्यो पालिकामा पनि अब भूमि व्यवस्था, भूमि प्रशासन कार्यालय आउने गइसकेपछि हामीले त्यो ठाउँ पनि खाली गर्नुपर्ने अवस्था छ। हाम्रो प्रशासनिक भवन वडाको जुन वडा कार्यालय हो, अन्यत्र कुनै ठाउँ नभएर धेरै हामी त्यो छलफल गरेका छौँ। यहाँको स्थानीय वासीहरूसँग छलफल गरेका छौँ। स्थानीय वडा पार्टीका विभिन्न पार्टीका नेताहरूसित पनि छलफल गरेका छौँ। र त्यो तत्कालीन पञ्चायत मागमा सर्वश्रेष्ठ भत्ता कायम भएको जग्गा, प्रधान भवनको जग्गा पनि भएको र जुन चाहिँ स्मार्ट पार्क भनेर संरचनाहरू बनेका छन्, ती संरचनाहरू कुनै पनि केही नबदलाउने गरी सबैलाई यथावत राखेर एउटा सानो छेउमा हामीले त्यो वडा कार्यालय बनाउन लागेका हौँ। त्यो स्मार्ट पार्क चाहिँ मास्नु भएन, त्यो बनेको बदलाउनु पनि होइन। त्यो ठाउँ म तपाईलाई स्पष्ट भन्छु वडा अध्यक्षज्यू, तपाईले यो रोक्नु भएन भने नि रेसुङ्गामा जसरी पौवा हटेन त्यस्तो अवस्था नआओस्। राज्यको सम्पत्ति दुरुपयोगको मुद्दा लाग्ने छ, ख्याल गर्नु होला। मैले यति मात्रै भने, किनभने तपाईको त्यहाँ 50औं लाख रुपियाँ चाहिँ खर्च भएर चाहिँ निर्माणाधीन तपाईको त्यो नसकिँदै हलोकाटी मौरो बनाउँदै हुनुहुन्छ। यसमा ख्याल गर्नु होला। यति मात्रै भने अहिले म तपाईलाई है ख्याल गर्नु होला है त। ल म यति भने हस्। स्थानीय सरकारलाई हाम्रो कडा प्रश्न छ के बहुमतले निर्णय गर्दैमा सार्वजनिक हित विपरीतको काम वैध हुन्छ? 75% मानिसले हस्ताक्षर गरे भन्दैमा बाँकी 25% सचेत नागरिकको दूरदर्शी चिन्तालाई लत्याउन मिल्छ? सार्वजनिक ठाउँको महत्व आज हस्ताक्षर गर्नेहरूले नबुझ्लान्, तर भोलि संकट पर्दा उनीहरू आफै पछुताउने छन्। अझ गजबको कुरा त के छ भने हिजो पार्क बनाउन बजेट छुट्याउने पूर्व मेयर सोमनाथ सापकोटा, अहिलेका मेयर जीवलाल खरेल र वडा अध्यक्ष हरिहर सापकोटा सबै एउटै राजनैतिक दल नेकपा एमालेका नेता हुन्। आफ्नै दलको पूर्व नेतृत्वले गरेको 50 लाखको लगानीलाई वर्तमान नेतृत्वले डोजर लगाएर भत्काउँदा यो कस्तो नीतिगत विचलन हो? त्यस वडाका पूर्व वडा अध्यक्ष प्रकाश सापकोटा आफै स्वीकार छन् कि त्यहाँ धेरै रकम खर्च भइसकेको छ र त्यो ठाउँ पार्ककै रूपमा रहनु उपयुक्त हुन्थ्यो। त्यहाँ मेरो विषय भन्दा पनि सार्वजनिक र नगरपालिकाको विषय भएको गरी त्यहाँ स्मार्ट पार्क नै राख्दाखेरि राम्रो हुन्छ भनेर हामीले पहिला सबैले चारैतिरबाट जग्गा मिच्ने फोहोरको डङ्गुर बनाएर चारैतिरबाट सबैले जग्गा मिचेर सकिने स्थिति बन्न लाग्यो। त्यसो भएको भएर हामीले त्यसलाई जग्गा पनि मिच्न नदिने नगरपालिका भर्खर सुरुवात भएको थियो। त्यस कारण नगरपालिकाको सेन्टरमा त्यो फोहोरहरू हुनुहुन्न भनेर त्यसलाई सरसफाइ गरेर जग्गाहरू अतिक्रमण गर्न नदिने भनेर एउटा स्मार्ट पार्कको कन्सेप्ट ल्याएको हो। हजुर, त्यसलाई स्मार्ट पार्क हुँदा नै असाध्यै राम्रो छ। पछिल्लो चरण वडा कार्यालय बनाउने विषयमा वडा कार्यालय, नगरपालिका, राजनीतिक दलहरू, स्थानीय बीच के छलफल भएको के छ मलाई लाग्छ त्यो छलफल कतिको भएको छ। पछिल्लो चरण सबै कुन्न मैले पाएँ होइन। हजुर, मैले त स्मार्ट पार्क नै बनाउने भनेर सार्वजनिक जग्गा मिचेको पनि जोगाउने, फोहोरहरू पनि हटाउने, एउटा राम्रो स्मार्ट पार्क बनाउने भनेर कन्सेप्ट साथ नै स्मार्ट पार्क बनाएको हो नि मैले त। त्यही त तपाईँको पालामा बन्यो। यो त हलोकाटी मौरो भएन र? त्यो के कति गरेका छन्, कुन साइडमा बनाउन खोजेका हुन्, तर बनाउने कि नबनाउने कुन कन्सेप्टमा छन् पछिल्लोचोटि म जनप्रतिनिधिसँग नजिकबाट छलफल गर्न पाएँ होइन। त्यसले गर्दाखेरि डिटेल त मलाई थाहा भएन, तर स्मार्ट पार्क चाहिँ राम्रो छ त्यहाँ। हुन्छ, धन्यवाद है जानकारीको लागि। ल।
तर अहिलेको नेतृत्व अन्यत्र ठाउँ नपाएको सस्तो बहाना बनाएर वामी टक्सरवासीको फोक्सो नै थुत्न उद्यत छ। अब हाम्रो सम्पादकीय निष्कर्ष आवाजले पुगेन भने अदालतको ढोका ढकढकाऊ, किनकि हे वामी टक्सरवासी हो, बेलैमा बिउजियौ। यो केवल एउटा ओडाकारले बन्ने वा नबन्ने लडाई होइन, यो त तपाईको भोलिको पुस्ताको सुरक्षा र सार्वजनिक सम्पत्ति रक्षाको लडाई हो। सार्वजनिक सरोकारको यो विषयमा सामाजिक सञ्जालमा पोखिएको आक्रोश मात्र पर्याप्त छैन। यसबारे हामीले त्यहाँका युवाहरू मध्ये वडा नम्बर 2 का चेतबहादुर रायमाझीको पनि प्रतिक्रिया मागेका थियौं। अहिले जुन चाहिँ त्यो वामी टक्साको वडा नम्बर 7 त्यो स्मार्ट पार्कमा वडा नम्बर 7 को जुन वडा कार्यालय बन्ने त्यहाँ प्रक्रिया सुरु भइरहेको छ, त्योभन्दा अगाडि चाहिँ हाम्रो थाहा थिएन होइन। हजुर, जब ती कुराहरू सामाजिक सञ्जालहरूमा फेसबुकहरूमा फोटाहरू देखेपछि अब हाम्रो ध्यान आकर्षण भयो मेरो होइन। किनभने त्यहाँको ठाउँको विकास हुनुपर्छ, त्यो राम्रो कुरा हो, तर त्यो सार्वजनिक स्थलहरू चाहिँ भरियान सहर विकास हुँदै जाँदाखेरि त्यो सार्वजनिक स्थलहरू चाहिँ संरक्षण राख्नुपर्ने हो। भोलि विपदहरू पर्दाखेरि ठुला अब डिजास्टर हुँदाखेरि पनि सार्वजनिक स्थलहरू चाहिन्छ होइन। भोलि झन् बजार व्यवस्थित हुँदै गएपछि त्यो झन् सार्वजनिक स्थलहरूको महत्त्व झन् बढ्दै जान्छ होइन। अब त्यसले गर्दाखेरि चाहिँ त्यो चाहिँ त्यहाँको सबै समुदाय, सबै अब बुद्धिजीवी सबैले त्यो चाहिँ अब पहिला छलफल गरेर एक किसिमको त गर्नुभयो होला। त्यतिकै अहिलेसम्म त्यतिकै त्यो प्रक्रिया अगाडि बढेको छैन होला होइन। यसो हो कि छलफल गरेर ल त्यहाँको 50% 75% मान्छेहरूले चाहिँ सहमति जनाए पनि 25% रोक्नुपर्ने देखिन्छ, किनभने त्यो घाँटी हो निमुठिदी छ, कहाँ गएर बस्ने भन्नुहोस् त। हो त्यही त त्यो विषयमा ध्यान आकर्षण भएको छ होइन। हजुर, त्यो चाहिँ विशेष जति जसले जे गरे पनि त्यो चाहिँ त्यहाँ त्यो संरचना बन्न हुँदैन, त्यो बन्न रोक्नुपर्छ होइन। उहाँले त आफ्नो निर्णयलाई चाहिँ पुनर्विचार गरेर त्यो सार्वजनिक स्थलहरूको चाहिँ संरक्षण गर्नमा लाग्नुपर्छ भन्ने चाहिँ म उहाँलाई चाहिँ हार्दिकता साथमा अनुरोध गर्छु होइन। हुन्छ, धन्यवाद। अनि हस्, यसरी राज्य कोषको दुरुपयोग गर्दै सार्वजनिक जग्गाको स्वरूप बिगार्ने अधिकार स्थानीय सरकारलाई छैन। यदि जनप्रतिनिधिहरू बहुमतको दम्बमा अन्धा हुन्छन् भने सचेत नागरिकहरू न्यायका लागि अदालतको ढोका ढकढकाउन कानुनी रूपमा बाध्य हुनेछन्। हिजो स्मार्ट पार्कका नाममा 50 लाख सिद्धियो, आज ओडा कार्यालयको नाममा करोडौं सिद्धिएला र भोलि अदालतले त्यसलाई अवैध ठहर गरेर खारेज गरिदियो भने त्यो नोक्सानीको जिम्मेवारी कसले लिने? मेयर जीवलाल खरेलले कि वडा अध्यक्ष हरिहर सापकोटाले? किनकि नजिर तपाईहरूकै सामुन्ने छ। प्रसिद्ध धार्मिक क्षेत्र रेसुङ्गामा बलमिचाइ गरियो, सरकारी रकमले बनेको भवनलाई एउटा निजी कम्पनीलाई सुम्पियो, त्यसको परिणाम स्वरूप आज कति खर्च भयो? आखिर सर्वोच्च अदालतले खारेज गरिदियो त्यो सम्झौता। त्यस्तै भोलि मुसिकोटमा त्यस वडा कार्यालय बनाउन थालिएको ठाउँमा पनि त्यस्तै नहोला भन्न सकिन्न। सरकारी शक्तिको भरमा वामी टक्सारको घाँटी निमोट्ने यो डोजरे निर्णय बेलैमा रोकौं। इतिहासले तपाईको आजको मौनतालाई धिक्कार्ने छ। सचेत बनाऊ, सार्वजनिक सम्पत्ति रक्षा गरौं। यही आग्रह गर्दै र प्रविधिमा साथ दिने मित्र शालिक खत्रीलाई विशेष धन्यवाद दिँदै म प्रेम सुनार यो रिपोर्ट बिट मार्न चाहन्छु।